च्याउको मलामी रुपियाँले 2 झोला निग्रो च्याउ भोलि पनि यो झन् पानी पर्यो फेरि पनि फलाछ नि झन् यहाँ च्याउ छँदै छैन यहाँ ल च्याउको मलामी लो च्याउ झारेको थाहा नपाएको मेरो यहाँ छ कति राम्रो देखेको हरियो परियो घर फर्केको अब च्याउ लिएर 3 जना आएको ल्याइयो हौ च्याउ त हरियो परियो जङ्गल यतातिर काम त पलाउँछ त निग्रो पनि रहेछ हौ घाँटे छ त टिप्ने पर्खिन्छु एकछिन जाउँ होला होइन बुबु जाउँ होला जाने कि टिप्ने पर्खिन्छु निगुरो हेरौँ आलु कति जाउँ नि आलु कति खानु हो ए हामी त दालमा खाएको धेरै दिन भयो कोही बेला भुजुरी बनाउँछन् कोही बेला आलुदम बनाउँछन् आलुको सब्जी हरेक सब्जी बन्छ नि सबैभन्दा सलक बसेको निनीको छ यहाँ यी आउँछ च्याउ हेर्नु न यहाँ बाटोमै च्याउ बुबु राम्रो फर्क रहेछ पहिला त निनी नि ऊहरूले त यो सल्ले च्याउ त खाँदैन पो थियो त सबै मान्छेले नि टिपेर नि रडले थुपार दिइराख्यो पुरा यहाँ पनि छ बुवा यहाँभित्र यहाँ छ अझै पहिला त हामी मात्रै हो क्या टिपेर थुपार दिइराख्यो पो त नजानेर के बुबु अहिले त दुनियाँ नजानेर होइन यो अलिक गनाउँछ त्यही भएर ऊ यहाँ छ तर हुर्किएको कि अलिक त्यसलाई बनाउनु जाने मात्रै हो यहाँ हुर्किरहेको छ थोरै चिटिक्क मिठो हुँदो रहेछ के हो आजको च्याउको मलामी हामी चिकनमा भयो जोरकोमा अलिकति हारा पाहाडतिर चाहिँ एउटाले छक पुग्छ तर यसपालि च्याउ पाहाडतिर पनि थोरै चाहिँ टिप्दैनन् हौ मान्छेले त्यो